काकाले बोलाउने रे बच्चम हामी उता यो हाम्रो चाहिँ यहाँ हेर्नु न पानी पऱ्यो भएर यहाँ चिप्लो छ क्या अनि यहाँ हिँड्नै यस्तो भइरह मेरो 5 चोटि खुट्टा धोइसकेँ हाम्रो हुनुहुन्छ यहाँ आन्टी काका ऊ त बोलाइरहनु भयो आमाले कान्छी पनि जानु बाँकी अब टिक्लाउनु ल्याइहाल्नु अब गइहाल्नु माथि पैसा त अहिले भेट दिए भइगयो जति मलाई लाग्छ त्यति दिएको किन मिलाउनु पर्यो पैसा टिक्लाउनु माथि गाठी पारेन कान्छीले भनेको कि तपाईँले भनेको थाहा भएन तर हजुर हजुर दुईटा छिटो गर्नु नि तपाईँहरूको दसैँ कस्तो भइरहेछ त कस्तो भयो हाम्रो चाहिँ यो दसैँ भन्दा पनि दसैँ भन्दा नि दसैँ होइन छिट्टै आउनेछ त्यही हो एज यु नो होइन हामी त्यस्तो प्रायः भ्लगै गर्दैनौँ र गर्दिन अनि के अरे मेरो स्कुल पनि भइरहेको हुन्छ मैले धेरै भ्लग पनि गर्न पाउँदिनँ कान्छी कान्छी हामी चाहिँ मेरो कान्छो काकालाई अथवा अङ्कललाई चाहिँ कान्छी भन्छ कि पहिला चाहिँ कान्छी यहाँ बोलाइरहनु भएको तपाईँ चाहिँ अघिदेखि यस्तो छन् क्या होइन हामी चाहिँ मैले चाहिँ किन आफ्नो कान्छो काकालाई चाहिँ कान्छी भनेर बोलाएको भन्दाखेरि चाहिँ मैले के अरे मैले थाहा नै छैन तर यस्तो भयो भनेर भन्नुभएको थियो कि मैले पहिला चाहिँ कान्छीले मलाई ऐ कान्छी भनेर बोलाउनुहुन्थ्यो कान्छी भनेर बोलाउनुहुन्थ्यो मलाई अनि मैले यस्तो रिस उठ्यो कि सानो हुँदा अनि त्यसपछि मैले कान्छीले पनि कान्छी भन्न थाल्यो त्यसपछि सबैले कान्छी भन्न थाले त्यही हो अब हामी उता जान्छौँ या मेरो काम छ ए ल फोटो खिचिदिनु पर्छ रे ब्लग चाहिँ हुन्छ है तर त्यही त खिच्न आइरहेको छु ल